8 अर्बको नयाँ संसद भवन सिंहदरबारको पर्खालभित्र एउटा यस्तो संरचना ठडिएको छ जसको चर्चा त धेरै भयो, तर यसभित्रका रहस्य र वास्तविक तथ्याङ्कहरू सायद तपाईलाई थाहा छैन। आज कुरा गरौँ करिब 8 अर्ब खर्चिएर बनेको नेपालको नयाँ संघीय संसद भवनको। सुरुमा यो प्रोजेक्टको कुरा गर्दा 172 रोपनी जग्गाको चर्चा थियो, तर काम सुरु हुँदै जाँदा छिमेकी सिंहदरबारसँगको सिमाना मिलाउँदा यो अहिले 156 रोपनीमा समेटिएको छ। यो कम्प्लेक्स भित्र 12 वटा अलग ब्लकहरू छन्, जसमा संसदीय समितिका कक्षहरू, पुस्तकालय, भिभिआइपी ब्लक र आधुनिक छापाखाना समेत समावेश छन्। यी सबै भवनहरू एकअर्कासँग प्रविधि र सुरक्षाका दृष्टिकोणले पूर्ण रूपमा जोडिएका छन्। यो केवल एउटा भवन मात्र होइन, यो नेपालको नयाँ डिजिटल सत्ता केन्द्र हो। अब कुरा गरौँ यहाँको सबैभन्दा रोचक पाटोको, राजनीतिक दलहरूको आफ्नै 5 तले भवन हो। तपाईले सही सुन्नुभयो, यो नयाँ परिसरभित्र राजनीतिक दलहरूका लागि मात्रै एउटा छुट्टै भव्य भवन बनाइएको छ। यहाँ सानादेखि ठूला हरेक दलका लागि उनीहरूको आकार र आवश्यकता अनुसार निजी कार्यालय र आन्तरिक बैठक कक्षहरू छुट्याइएको छ। अब दलहरूले आफ्ना रणनीतिक योजनाहरू र गोप्य छलफलहरू यही बसेर गर्न सक्नेछन्। तर संसदको वास्तविक काम केवल मुख्य हलमा मात्र हुँदैन, त्यसैले यहाँ संसदीय समितिका लागि एउटा छुट्टै मिनी संसद भवन निर्माण गरिएको छ। 3 देखि 4 वटा तलाहरूमा फैलिएका यी हलहरूमा विभिन्न विधेयक र देशका जल्दा बल्दा मुद्दाहरूमाथि घनीभूत छलफल हुनेछ। यो भवनलाई संसदको पावर हाउस भन्दा पनि फरक पर्दैन। मर्यादा र गोपनीयतालाई ध्यानमा राख्दै यहाँ एउटा विशिष्ट भिभिआइपी ब्लक तयार पारिएको छ, जहाँ सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका लागि विशेष निजी कार्यकक्ष र आराम गर्ने प्राइभेट चेम्बरहरू छन्। सभामुख र उपसभामुखका लागि त विदेशी पाहुनाहरूसँग भेटघाट गर्न अत्याधुनिक सुविधायुक्त वेटिङ र मिटिङ रुमहरू समेत बनाइएको छ, जसले हाम्रो कूटनीतिक मर्यादालाई नयाँ उचाइ दिनेछ। यो भवन बनाउन मात्रै 5 अर्ब 39 करोडको सिभिल कन्ट्र्याक्ट भयो, तर घर बनाएर मात्र त पुग्दैन, यसलाई सजाउनु पनि पर्यो। आन्तरिक सजावट यानी इन्टेरियरमा मात्रै 2 अर्ब भन्दा बढी खर्च भएको छ। समग्रमा भन्नुपर्दा यो पूरा संरचना तयार हुँदा 8 अर्बको हाराहारीमा राज्यको ढुकुटी खर्च भएको छ। के यो भव्य भवनभित्र बस्ने हाम्रा प्रतिनिधिहरूले जनताका समस्यालाई पनि त्यत्तिकै भव्यताका साथ समाधान गर्लान् त? 8 अर्बको यो संरचनाले केवल शहरको शोभा बढाउने होइन, देशको अवस्था पनि बदल्नु पर्छ। तपाईलाई यो नयाँ संसद भवनको बारेमा के लाग्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। यस्तै जानकारीमूलक भिडियोको लागि मलाई फलो गर्दै गर्नुहोला। अर्को भागमा भेटौँला। नमस्ते।